आज चाहिँ साथीहरू यहाँ हङकङको पार्कमा यहाँ मेरी क्रिसमसको यो पार्टी भइरहेछ यहाँ डान्सिङ पार्टी भइरहेछ यहाँ सिङ्गिङ पार्टी भइरहेछ हैन मेरी क्रिसमसको Oh, nice to meet you. Nice to meet you too. Merry Christmas, my son. Run, baby, run. Run, baby, run. आम्मा कति मान्छे ओ माय गॉड कति धेरै भिड क्रिसमस भिड रन बेबी रन भिड भइरहेछ भिड ओ के साह्रो भिड हो मान्छे त कति हो यार क्रिसमसले गरेर निक्लियो क्या अब क्रिसमस ए यहाँ आएर चाहिँ खुल्ला भयो आम्मा बल्ल बल्ल सास फेरेको जस्तो भइरहेछ साथीहरू अब हामी चाहिँ क्रिसमसको उयो ट्री हेर्न जाने अनि फेरि यहाँनिर छ दिदी समुद्र सानो समुद्र हेर्छ नि यहाँ चाहिँ समुद्र हङकङको म्युजियम अफ आर्ट त्यहाँ छ
हङकङ म्युजियम अफ आर्ट यहाँनिर रहेछ तपाईँको। त्यसपछि हामी चाहिँ अब होइन अब बिचतिर पनि जाने हो। आज त के बार हो कि कति धेरै भिड। आज मेरी क्रिसमस भएर पनि यति भिड भएको रहेछ है। मेरी क्रिसमस भन्दै सबैजना यहाँनिर बसिरहेको छ। मेरी क्रिसमस भन्दै होइन। क्रिसमसको चाहिँ यहाँनिर क्रिसमसको सब पार्टी भइरहेछ सबैजना भेट्नको लागि। क्रिसमस पार्टीको लागि यहाँनिर सबैजना मेरी क्रिसमस मनाउँदैछ है गाइज। मेरी क्रिसमसको पार्टी छ। मान्छे भिड है। हङकङमा चाहिँ क्रिसमस चाहिँ बवाल मनाउँदो रहेछ है। बवाल दामी। वाउ सो अमेजिङ है। यहाँनिरको यो लुक्स हेर्नु नि गाइस। लुक्स नै अति बवाल छ है। बडा दिदीहरू कहाँ जानुभयो? लक्ष्मी दिदीहरू यहाँ भिडियो गर्दैछ गाइस। यहाँनिर चाहिँ फोटो खानै पर्ला जस्तो छ। यो परको चाहिँ कुदेको दिदीहरू पनि यहाँ हुनुहुन्छ। लक्ष्मी दिदी हेरेकै भिडभाडमा बसेको पारी जाने भनेको लाइन के साह्रो छ। भिडभाड कम्ती छ है। मेरी क्रिसमस एभ्रिवान। त्यही हो त्यही भन्नु पर्ला अरू त केही छैन। लाइन यस्तो छ। अति रमाइलो छ है गाइस। रमाइलो पनि अति रमाइलो भइरहेछ। सो अब हामी चाहिँ त्यो कर्नरमा जाउँ भने के हुन्छ है त। पछाडिको भ्यू चाहिँ यस्तो बवाल हो। त्यहाँनिरको भ्यू चाहिँ कडा रहेछ। हेलो भनेर लेखिरहेको छ है। हेलो अब हामी चाहिँ त्यता जाने हेलो भन्नेतिर। लुक्स अति क्लियर छ अति बवाल। हामी चाहिँ अब त्यता पनि जाउँ है त। त्यतातिर कस्तो छ है हङकङमा आम्मा बवाल। वाउ कडा देख्दै मा चाहिँ क्रिसमसमा चाहिँ एकदमै यहाँनिर छुट्टीको दिन चाहिँ पब्लिक होलिडेको दिन चाहिँ यो बिच छेउमा चाहिँ एकदमै रमाइलो गर्नको लागि मान्छेहरू चाहिँ एकदम यहाँनिर बिचमा आउने रहेछ होइन। सबै ग्यादरिङ भयो साथीभाइहरू होइन। इन्जोय गर्यो खाना खायो है फोटो सेसन गऱ्यो है। रमाइलो गर्दो रहेछ। अब क्रिसमस भएर पनि अब मेन यहाँनिरको अब धेरै क्रिस्चियनहरू भएर नि क्रिस्चियन कन्ट्री भएर पनि होला रमाइलो हुँदो रहेछ। हङकङमा पनि क्रिसमसको दिन चाहिँ सबैजनालाई छुट्टी दिने रहेछ। पब्लिक होलिडे बनाइदिने रहेछ। सो त्यसमा चाहिँ अनि यहाँनिर आयो घुम्यो है इन्जोय गर्यो। हिजो हामीले पनि पार्टी गरेका थियौँ। आज चाहिँ घुम्न आएको। आज चाहिँ क्रिसमसको अब उयो हो। सबैजना फोटो सेसन गर्ने ओर्ने काम भइरहेछ होइन। दिदीलाई चाहिँ नि दिदी हङकङको क्रिसमस कस्तो लाग्यो त? देख्नु भएको थिएन है। अब नेपालमा अब अलिअलि क्रिसमसमा कहिले थोरै हुन्छ होइन। यहाँ हङकङमा त अब अनि रमाइलो हुने रहेछ। क्रिसमसको दिन चाहिँ साह्रै रमाइलो हुने रहेछ। साइड पारेर अब क्रिसमस प्लस चाइनिज न्यु इयर पनि छ
त्यो भएर पनि त रमाइलो भयो है कि यस्तो छ दामी ठाउँ पनि होइन यो चाहिँ हङकङको बिच हो है गाइस सानोतिनो भए पनि होइन ठुलो त होइन सानोतिनो अब रमाइलो गर्ने ठाउँ रहेछ फोटो खिच्ने ओर्ने गरिमा दिदीलाई चाहिँ कस्तो लाग्यो रमाइलो लाग्यो दिदीलाई पनि हङकङको क्रिसमस कस्तो लाग्यो अरे गरिमा यहाँनिर अब दिदीहरूलाई पनि साह्रै रमाइलो लाग्यो अरे हङकङको क्रिसमस है मलाई त रमाइलो लाग्ने भइ नै गयो सो अब हामी चाहिँ यहाँ बिचमा थोरै फोटो खिच्यौँ भनेको सबैजना व्यस्त भएर अब चाहिँ हामी यता बिच लाइनतिर के अरे फोटो सेसन गर्नको लागि टक्कै आयो वा त्यो घाम ट्याक्कै निप्दा फेरि चाहिँ कस्तो दामी हो हामीले खेलेको ठाउँ त्यही हो कस्तो दामी देखेको है वा अब हामी नि दिदी उतातिर चाहिँ गएको छैनौँ होइन हौ मैले पारी भनेको यता पनि गएको होइन यो एरियामा अस्ति पानासोनिकमा अनि यहाँनिर यहाँ यहाँ अर्कै दिन गएको यहाँ अर्कै दिन हो दिदी यहाँनिर गयौँ अनि त्यहाँनिर गयौँ अब हामी उता त्यतातिर चाहिँ गएको छैनौँ उता त्यो जहाँ जाएकोतिर त्यो एरियातिर गएको छैन साइक्लिङ गर्ने ठाउँ जानुपर्ने हामीले उतो डाँडामा के हो भनेर पुलबाट हेरेको थियो हैन त्यही हो दिदीले हेरेको अस्ति भन्दै गरेको त्यो डल्लो चाहिँ त्यही हो त्यो डल्लो चाहिँ त्यही हो पानी बादल जस्तो भन्ने त्यो बादल जस्तो के हो त्यो डल्लो भन्ने हुन्छ दिदीले दुईटा छ नि त्यहाँ दुईटा डल्लो छ नि त तपाईँले यहाँबाट देख्नुहुन्न यहाँ हेर्नु है यहाँबाट ल ए हो र यहाँनिर देख्छ कि देख्दैन है दिदीले यहाँ हेर्नु है कतिवटा डल्लो छ दुईटा देखियो है यहाँ ए दिदीले आँखाले देख्दैन है त्यो डल्लो ल है यहाँनिर चाहिँ हात यसरी राख्नु अरे गति परिन्छ अरे हिरोको हो ए ल हिरोले अरे टक्कै यहाँनिर यसरी जाममा राखेर पन्जा 18,000 गिफ्ट दिन्छ क्या महँगो रहेछ महँगो बबालै महँगो अति नै महँगो यो साइडतिर चाहिँ हामी घुम्न गएको छैनौँ क्या दिदी उता यो साइडतिर कतै पनि गएको छैन हामी खोइ अघि यङलुङ के भन्दै हुनुहुन्छ नि टाढो हुन्छ केमा खेल्ने ठाउँ भने त्यो त यहाँ चिप्लेटी खेल्ने ठाउँ भने खुट्टामा लाएर पैसा लाग्छ नि यहाँनिर